हेलो साथीहरु नमस्ते। मैले गएको भिडियोमा हामी आमा छोरी भएर बनबाटिका गएको भनेको थिएँ। त्यस्तै गरी यसको नेक्स्ट पार्ट रहेको छ। हामी पार्कतिर घुमेर आएपछि हामी अगाडि बढ्यौं र त्यहाँ थियो खेल्ने कुराहरू थियो जसमा बच्चा-बच्चीहरू इन्जोय गर्न सकुन्। त्यसकारणले गर्दा म पनि छोरालाई लिएर गएँ त्यहाँ गएपछि छोरी एकदम खुसी भइन्। जाने बित्तिकै यसलाई मन पर्यो गाडी जसमा गाडी नचले पनि जस यसको स्टियरिङहरु चलाइरहेर यिनी मक्ख भइरहेको थिइन्। त्यसपछि यसकै साइडमा ट्र्याम्पोलिन पनि रहेको थियो। त्यसमा पनि यिनले एकदम इन्जोय गर्थिन्। अनि त्यहाँ खूब नाचिरहेको छिन् घुमी यसमा यिनको बाबाले बसालेर खूब खेलाउनुहुन्थ्यो। त्यसको कारणले बीचबीचमा बाबा पनि भनिरहेको थिइन्। अनि एकछिन खेलिरहन त्यसै साइडमा अरु पनि बाबुहरू आएको थिए, भाइहरू आथे, बहिनीहरू थिए। अनि त्यसपछि हामी अलि अगाडि बढेपछि यिनी हाई गरेको भनेको यिनको सुत्ने टाइम भएको थियो। अब त्यो छिटो लान्छु अब लगेर घर लान्छु भनेर सोचिरहेको थिएँ र त्यसपछि अलि अगाडि गएपछि यिनले आफ्नो पिङ देखिन् जुन उनलाई एकदम मन पर्छ। एकदम भागी गएको छिन् यिनी पिङ खेल्नलाई। त्यसपछि पिङमा बसिन् आनन्द एकदम एकैछिन त एकदम आनन्द मान्छिन् यिनले झर्न पनि मान्दैनन्। लगभग 10-15 मिनेट त्यही पिङमै बसिरहिन्। अनि त्यसपछि पिङमा खेलिन्। अनि त्यसपछि हामी गयौँ अर्को अलि अगाडि गयौँ त्यसपछि। अनि त्यसपछि गएपछि छोरीलाई भोक लाग्यो जस्तो लाग्यो भन्ने अनि गर्मी पनि हल्का भइरहेको थियो। त्यसपछि हामी आइसक्रिम किनिदिन्छु है छोरी भनेर फकाइरहेको थिएँ। त्यसपछि आइसक्रिम पनि किन्यौँ। त्यसरी खुवाउन त हुन्न केटाकेटीले तर कहिलेकाहीँ छोरीलाई मैले दिन्छु। त्यसपछि घरदेखि मैले अन्डा लिएर आएको थिएँ। अनि त्यसपछि मैले फलफुलहरू लिएर आएको थिएँ, सुन्तला बनानाहरू लिएर आएको थिएँ। अनि 2टा अन्डा ल्याएको थिएँ छोडेर मैले खाएँ। त्यसपछि खाएर भएपछि अब फर्किन लाग्यौँ हामी घरतिर। अनि त्यसपछि छोरी एकदम खुसी भएर मम्मा मलाई बोक्नु भनेर थकाइ लागिसकेको थियो छोरीलाई। अनि त्यसपछि मेरो बाटोमा भएको फुलहरू यिनले बाहिर फालिरहेको थिइन्। अनि त्यसपछि हामी अगाडि आएर हामी बस चढ्न थाल्यौं। बस चढिरहेको थियो अनि एकदम निन्द्रा लागेर झुपु भइसकेको थियो। हामी लगभग 11 बजेतिर हामी वहाँ बनबाटिका पुगेको थियौं र घर फर्किँदा लगभग 2:30 भइसकेको थियो। अनि गाडीदेखि झरेपछि हामी छाता ओढ्दै हामी के भन्नु र छोरीले आफै छाता ओढ्दै घर पुगे। हस् थ्यांक यू।